हुन्छ म तपाईँहरूको बिचमा छोटो मेरो एउटा गवाई होइन गवाई पनि हो आशिष पनि हो म राख्नु गइरहेको छु। आज यो शनिबार बुझ्नुहुन्छ तपाईँले गएको आइतबार होइन गएको आइतबार ठ्याक्कै आइतबार चाहिँ म गाउँमा गएको थिएँ। तपाईँहरू सबैले प्रार्थना गरिदिनु भएको थियो होइन जुन कुराको लागि चाहिँ अनि म गएको थिएँ है। मेरो नागरिकता चाहिँ होइन नागरिकता के भइदियो त पानीले गर्दाखेरि भिजेर सबै त्यो नागरिकताको सिग्नेचर हुन्छ नि अफिसमा होइन त्यो सबै सिग्नेचर केही पनि थिएन। त्यही कारणले गर्दा आइतबारै म बिहानै होइन गाउँमा गएँ। तपाईँहरू सबैले प्रार्थना गरिदिनु भयो र आइतबार बेलुका पुगेँ। राम्रो भेटघाट भयो है। तपाईँहरूलाई मैले अलिअलि सन्देश पनि दिइरहेको थिएँ होला। मैले यो फेसबुकतिर टिकटकतिर पनि मैले भिडियो हालिरहेको थिएँ। म गाउँ पुगेँ होइन त्यहाँनिर घर बनिरहेको छ प्रार्थना गरिदिनु होला भनेर होइन। म जहाँ गएको हुन्छ त्यहाँ सानो सन्देश म छाडिरहेको हुन्छु क्या ताकि सबैलाई थाहा भएको होस् भनेर है। अनि तपाईँ सबैले प्रार्थना गरिदिनु भयो। सोमबारको दिन सबै काम पुरा भयो बुझ्नुभयो। सोमबारको दिनमा नागरिकता पनि बन्यो है। त्यसपछि त्यही दिनमा फेरि राष्ट्रिय परिचय पत्र पनि भयो। प्रभुलाई धन्यवाद हालेलुया। र है अर्को कुरा के भयो भने मङ्गलबार सबैसँग भेटघाट गर्नु पनि पाइयो र बुधबार योजना अनुरूप होइन मैले भनेको थिएँ जस्तो प्लानिङ गरेको थिएँ होइन बुधबार म चाहिँ फर्किँदाखेरि चाहिँ ससुराली जान्छु भनेर ट्याक्कै म गएँ पनि। बुधबार ट्याक्कै बेलुका पुगेँ होइन। अनि हाम्रो भेटघाट भयो। तपाईँले देख्नु भएला छोरी पनि आएको छ वाइफ पनि होइन। अनि आज तपाईँहरूले देखिरहनु भएको छ धेरै लामो समयपछि आएको छ होइन। अनि मैले सोचेको थिएँ म बिहिबार पनि बस्छु होइन र शुक्रबार फर्किन्छु भनेर। तर तपाईँ सबैलाई एउटा घटना थाहा भयो होला होइन। बिहिबारको दिनै सबैले धेरैले फोन गर्नुभयो मलाई धन्यवाद। जतिले पनि मलाई इन्फर्म गर्नुभयो नि होइन बस्ती भत्काउँदैछ तपाईँ चाँडोभन्दा चाँडो आउनु होला भनेर धेरैजना। के छ भने हेटौडामा जुन उहाँ हाम्रो ससुराल छ त्यहाँ चाहिँ एनसेल टिप्दैन अरे। अनि मलाई थाहै थिएन धेरै मेसेजहरू आइरहेछ। पछि मैले एकछिन मलाई के मनमा के भयो भने सुन्नुहोस् है धेरैजनाले कल गर्नुभएको रहेछ है। बिहानै 10-11 बजीसम्म थाहै छैन। पछि मैले एकछिन यसो विचार गरेँ मैले एकछिन अनलाइनमा जान्छु म होइन भनेर बुवाको मोबाइल एकछिन लिएर म बाहिर गएँ। अनि मैले यसो हेरेँ होइन धेरैजनाको मिस कल आएको रहेछ त्यहाँनिर होइन धेरैजना है दिदीहरू रबिनाहरू होइन हाम्रो शिवराज सरदेखि लिएर अरू धेरैजनाले कल गर्नुभएको रहेछ है। अनि मैले यसो हेरेँ होइन अनि मैले कल ब्याक गरेँ पालै पालो कल ब्याक गरेँ र एउटै न्युज सुनेँ चाँडोभन्दा चाँडो आउनुहोस् होइन। सायद मानिसहरू मिस कल दिएको थियो है चाँडोभन्दा चाँडो आउनुहोस् किन भनेको त बस्ती के हुँदैछ त भत्किँदैछ कस्तो अचम्मको कुरा है। अनि मैले त्यसपछि के गरेँ त बिहिबार बस्ने प्लानिङ थियो तर मैले भने अब यस्तो यस्तो घटना भइरहेछ होइन जानै पर्ने भयो। अनि सबैसँग कुरा गरेँ। उहाँले बुवाले पनि हतार्नु पर्दा टेम्पो चल्छ टेम्पोलाई आफ्नो आफन्तको थियो उहाँले बोलाउनु भयो खाना पनि चाँडो चाँडो खाइयो होइन। अनि त्यसै गरी फोन पनि गर्नुभएछ सुमोलाई होइन। अनि फोन गरेर त्यहाँबाट कति 3 बजीतिर हामी चढेर ठ्याक्कै 6देखि 7 बजी आइपुग्यो है। अनि त्यसपछि पनि प्रभुलाई धन्यवाद धेरैजना आउनुभएको थियो है। अनि धेरै साँच्चै नै प्रभुले चाहिँ धेरै व्यक्तिहरू जुटाउनु भयो है यति बेला होइन। जस्तै हाम्रो त्यति बेला भन्नै पर्दाखेरि धन्यवाद छ सबैलाई। हाम्रो शिवराज सर आइदिनु भयो बुढियामा त्यसै गरी हाम्रो सन्ता देवी अनि रमिना होइन। अनि अरूको हुनु मैले नाम कुन चाहिँ छुट्याएँ हाम्रो भान्जी दिदीहरू अनि हाम्रो नयन भाइ पनि थिए। यो चाहिँ मैले जो जति आउनुभयो धन्यवाद र नआउनु हुनेलाई किन धन्यवाद दिन्छु भने तपाईँहरू टाढा हुनुहुन्छ है टाढा हुनुहुन्थ्यो बाध्यताले आउनु सक्नु भएन। तपाईँहरूलाई धन्यवाद। मलाई नाम छुट्यायो भने नभन्नु होला। जतिजना नजिक हुनुहुन्थ्यो नि होइन उहाँहरू आउनुभयो तर टाढा टाढा हुनेहरू चाहिँ के त राति चाहिँ कसरी आउने होइन। त्यही भएर अहिले तपाईँले देख्नु अहिले पछाडि हेर्ने हुन्छ नि होइन यो चाहिँ हाम्रो आन्टीहरूले पनि अब व्यवस्था गर्ने हुन्छ कलर लागिसकेको छ होइन। त्यही कारणले गर्दा एउटा कुरा के छ भने प्रभुले चाहिँ यसरी राम्रो ठाउँमा होइन
आफ्नै भवनमा राम्रो ठाउँमा चाहिँ प्रभुले जुटाउनु भयो हालेलुया। अनि एकछिन त दुःख लागेको थियो तर पछि यसो सोचे आफ्नै ठाउँ हो होइन, हामीले यसलाई चाहिँ यो होइन यो संरचनालाई चाहिँ के गर्नुपर्छ त रेखदेख गर्नुपर्छ, अझ राम्रो तरिकाले यसलाई चाहिँ बढाउनु पर्छ होइन। त्यही कारणले गर्दा 2 दिन भयो हामी यही चर्चमै सुतिरहेको छ है, किनभने कोठामा सुत्नु सजिरहेको छैन, अहिले धेरै सामानहरू होइन खाजा केही हालेको पनि छैन, यहीँ ढल्किरहेको छ है। प्रभुलाई धन्यवाद। अनि अहिले भयो नि त होइन हामीले चाहिने रहेछ होइन, प्रभुलाई धन्यवाद। किनभने कुनै पनि कुरा चाहिँ हामीलाई कुनै समयमा चाहिन्छ भने प्रभुले धेरै अगाडि नै हामीलाई के गर्नुभएको हुन्छ त योजना बनाइसक्नु भएको छ। आमेन। यसको लागि ताली बजाइदिनु न प्रभुलाई है, यसको लागि चाहिँ